3 करोड मात्रै पे गर्नुपर्छ भन्ने हजुर। हेलो एभ्रिवान, दिस इज सुदीप। आई डु रियल इस्टेट इन काठमाडौँ र आजको टपिक रहेको छ हिडन कस्ट अफ बाइङ प्रपर्टी इन नेपाल। हजुरले प्रपर्टी किन्दै हुनुहुन्छ, जस्तै हजुरले 3 करोडको प्रपर्टी किन्दै हुनुहुन्छ भने 3 करोड मात्रै पे गर्नुपर्छ भन्ने हजुरले त्यो सोच बनाउनु भएको छ भने दिस इज रङ। र हामीले यो भिडियोमा चाहिँ ब्रेकडाउन गर्छौँ हिडन कस्टहरू, त्यो 3 CR बाहेकको अरू कस्टहरू के लाग्छ त। लेट्स स्टार्ट दिस भिडियो। फर्स्टमा चाहिँ हामीलाई अब हजुरले 3 करोड भयो, 3 करोडको प्रपर्टी लाग्दाखेरि चाहिँ हजुरले 1.5 अथवा 1 CR सम्म हजुरले ब्याङ्किङ लोन गर्नुहुन्छ भने है, ब्याङ्किङ लोन गर्नुहुन्छ भने फर्स्ट त हामीलाई प्रपर्टी ब्याङ्कमा देखाउनुभन्दा अगाडि अथवा फिल्ड भिजिटर, फिल्ड इन्चार्ज आउनुभन्दा अगाडि नै हामीले एउटा 4 किल्ला निकाल्नु पर्ने हुन्छ। प्रपर्टीको 4 किल्ला निकाल्नु पर्ने हुन्छ। त्यो 4 किल्लाको पैसा चाहिँ हाम्रो सेलरले दिँदैन। किन भन्दाखेरि सेलरले चाहिँ पास गर्दाखेरि, प्रपर्टी पास गर्दाखेरि मालपोतमा 4 किल्ला चाहिँदैन। सो त्यो 4 किल्ला निकाल्नु पर्ने हुन्छ। अब त्यसको हजुरको 3 आना छ, 4 आना छ, 5 आना छ, त्यो रेन्जमा प्रपर्टी त्यो 4 किल्लाको प्राइसहरू भेरी हुन्छ। जस्तै तपाईँको प्रपर्टी तपाईँको जग्गा 3 आना छ भने मेबी 2500 3000 जति लाग्छ। 5 आना भन्दा बढी छ भने 5000 जस्तो लाग्छ। त्यो भयो फर्स्ट कस्ट, त्यो भयो है त। फर्स्टमा त हामीले 4 किल्ला निकाल्नु पर्ने भयो। त्यसपछि ब्याङ्कको फिल्ड भिजिट अथवा इन्जिनियर आउँछ त्यो फिल्ड हेर्नको लागि, मेजरमेन्ट गर्नको लागि भने उहाँले 2500 देखि हजुरको 3000 सम्मको चार्ज लाग्छन्। त्यो चाहिँ हेरी हुन्छ आफ्नो ब्याङ्कको। त्यसपछि भनेको हाम्रो भ्यालुएसनको लागि जान्छ, इन्जिनियरले फिल्ड भिजिटको चार्ज लग्यो, त्यसपछि भ्यालुएसनको लागि जान्छ। त्यो भ्यालुएसनको कस्ट हामीलाई थाहा हुँदैन, हामीले चाहिँ 2500 तिर्यौँ र भ्यालुएसन गरिदिन्छ भने त्यो पनि हुँदैन है त। त्यसमा पनि इन्जिनियरले आफ्नो छुट्टै त्यो भ्यालुएसन गरेको रिपोर्ट अनुसार उहाँले 15,000 देखि 25,000 सम्म त्यो चार्ज गर्नुहुन्छ। त्यसपछि भ्यालुएसन भयो, लोन अब अप्रुभ हुने बेलामा चाहिँ ब्याङ्कले बोलाउँछ। ब्याङ्कले बोलाएपछि टोटल तपाईँले 1 करोडको लोन दिँदै हुनुहुन्छ भने त्यहाँबाट 1% चाहिँ उहाँलाई 1% चार्ज लाग्छ। भनेको 1 करोडको 1% चाहिँ चार्ज लाग्यो। त्यसपछि CIC बनाउन, तपाईँको रेकर्ड चेक गर्नको लागि पनि फेरि त्यहाँ चार्ज लाग्छ। उनीहरूले खाता खोल्न लगाउँछ, डिपोजिट गर्न लगाउँछ। त्यो भयो। अब यहाँसम्म पुगेपछि हाम्रो लोन के भयो त, अप्रुभ भयो। अप्रुभ भइसकेपछि अब हामी कहाँ जान्छौँ त, मालपोत जान्छौँ पास गर्नको लागि। पास गर्नको लागि तपाईँको गभर्मेन्ट ट्याक्स, रजिस्ट्रेसन ट्याक्स, लाभ कर, सेलरले पे गर्नुपर्ने लाभ कर। अब सेलरको पर्सपेक्टिभमा है, अब सेलरको पर्सपेक्टिभमा पहिले 5 वर्षभन्दा प्रपर्टी कम होल्ड गरेको छ, 3 वर्ष होल्ड गरेको छ, 2 वर्ष होल्ड गरेको छ भने उहाँले त्यति बेला 7.5% पे गर्नु पर्थ्यो भने अब अहिले भनेको यो असार श्रावणदेखि चाहिँ हजुरको 10% भएको छ। अब जस्तै कुनै मान्छेले प्रपर्टी 5 वर्षभन्दा बढी होल्ड गरेको छ भने उहाँलाई चाहिँ 7.5% भयो। ओभरअल यो सेलर पर्सपेक्टिभबाट चाहिँ 2.5%ले चाहिँ अहिले सरकारले ट्याक्सको बढाएको छ, ट्याक्स बढाएको भयो। यो भयो। अब यसमा बायरलाई पनि लाग्छ। अब बायरको नर्मल्ली अहिले 5.3% छ भने यदि मेल हो भने, मेल बायर हुनुहुन्छ भने 5.3% भयो। फिमेल हो भनेपछि चाहिँ त्यसमा 25% को चाहिँ छुट गरेको छ अथवा डिस्काउन्ट दिइन्छ। त्यो 3.5%लाई तपाईँले 25%ले माइनस गर्नु, लगभग 3.975% चाहिँ हाम्रो फिमेलले चाहिँ पे गर्नुपर्ने हुन्छ। त्यो चाहिँ गभर्मेन्ट ट्याक्स भयो अथवा रजिस्ट्रेसन ट्याक्स। त्यो भइसकेपछि लेखापढीको चार्जहरू हुन्छ। लेखापढीले नर्मल्ली अब हाम्रो काठमाडौँ, मालपोत, दिल्ली बजारमा चाहिँ 10 देखि 15,000 सम्म लेखापढीले चार्ज गर्नुहुन्छ। त्यो पनि कस्ट एड हुने भयो। त्यसपछि भनेको मालपोतमा अब तपाईँको डकुमेन्ट्सहरू कुनै मिसिङ छ, जस्तै तपाईँको रजिस्ट्रेसन, तपाईँको जस्तै व्यवसाय छ त्यसको तपाईँले कर चुक्ता गरेको प्रमाणपत्र ल्याउन सक्नु भएन, त्यो भएन, यो भएन भनेपछि त्यसमा पनि लेखापढीले मिलाउन सक्छ। तर त्यो मालपोतको भित्रको मान्छेहरूलाई चाहिँ अलिअलि खुवाउनु नै पर्छ। अब यो कुरा भन्नुपर्छ, भन्नुहुन्छ कि हुँदैन। र यो कुरा भयो। यी चार्जेसहरू चाहिँ हजुरले इन्क्लुड गर्नुपर्छ। अब कहिले कसो नर्मल्ली अब यो ट्याक्सको कुरा त भनिदिइसकेको हुन्छ। त हजुरले एजेन्टबाट जानुहुन्छ भने
हजुरलाई यतिसम्मको ट्याक्स चाहिँ लाग्छ भनेर कहिले त्यो ट्याक्सभन्दा अलिकति बढी पनि लाग्न सक्छ अथवा त्यो ट्याक्सभन्दा अलिकति कम पनि लाग्न सक्छ भनेको तपाईँको अमाउन्टको जस्तै 1 करोडको भयो 1 करोडको तपाईँको 3 करोडमा हजुरले 3 करोडको नै फुल तैली गर्नु भएको छ भने मेलको हकमा चाहिँ 3 इन्टु 5.3%ले गर्नुहोस् तपाईँको त्यति पैसा लाग्ने भयो फिमेलकोमा चाहिँ त्यसले नै माइनस गरिदिएपछि त्यो अमाउन्ट चाहिँ लाग्ने भयो त्यसरी चाहिँ हाम्रो यो हिडन कस्टहरू थियो र इफ यु फाइन्ड दिस भिडियो हेल्पफुल प्लिज डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब सेयर गर्नु किनभने हजुरलाई नचाहिएको भए पनि हजुरलाई साथीलाई फ्रेन्डलाई कसैलाई न कसैलाई चाहिरहेको हुन्छ यस्तो कुराहरू सो लाइक दिस भिडियो share it subscribe it thank you for watching it